यहाँ माथि पिक्चरमा तपाईले जुन देख्दै हुनुहुन्छ नि र्यास, यसलाई चाहिँ हामी नेपालीमा दाद निस्केको भन्छौँ, तर मेडिकल टर्मिनोलोजीमा चाहिँ यसलाई टिनिया भनेर चिनिन्छ। र यसको लागि 3वटा उपाय भन्नुभन्दा अगाडि चाहिँ म तपाईहरुलाई यस्तो निस्केको छ भने यो भिडियोलाई सेभ गरिहाल्नुहोस् अनि जसलाई निस्केको छ उहाँहरुसँग सेयर गर्नुहोस् भन्न चाहन्छु। यो चाहिँ एउटा फंगल इन्फेक्सन हो र यो जसलाई पनि हुन सक्छ र त्यही भएर तपाईलाई निस्केको छ भने तपाईले केही लाज घिन मान्नु पर्दैन। यसको ट्रिटमेन्टको लागि चाहिँ हामी सबैभन्दा पहिले एन्टी फंगल क्रिम युज गर्छौं र 2 हप्तासम्म तपाईले यो क्रिम लाउँदा पनि जाती भएन भने चाहिँ तपाईले एन्टी फंगल ट्याब्लेट्स पनि लिनुपर्ने हुन सक्छ। र दोस्रो कुरो चाहिँ तपाईले यसलाई एकदमै सफा र ड्राई राख्न पनि जरुरी हुन्छ, किनभने त्यो भिजेको मोइस्ट जस्तो भयो अनि सफा रहेन भने त्यहाँ अरु ब्याक्टेरिया इन्फेक्सन पनि हुन सक्छ र यो फंगल इन्फेक्सन जाती नहुन पनि सक्छ। र अन्तिममा गएर यो चाहिँ अरूलाई सर्न पनि सक्छ, त्यही भएर आफ्नो कपडा, टावल्स अनि अरू हाइजिनका कुराहरू चाहिँ आफ्नो वरिपरिका मान्छेहरुसँग शेयर नगर्नु होला। र आजलाई चाहिँ यति नै, तर तपाईसँग केही क्वेशन्स कमेन्ट्सहरु छन् भने चाहिँ कमेन्टमा लेख्नु होला अनि यस्तै भिडियोहरु हेर्नको लागि मेरो प्रोफाइललाई फलो पनि गर्नु होला।